तिम्रो आँखामा सजाइ राख सुन्दै जीवन तिम्रो निम्ति हात मेरो यो थामाइ राख। अहिले चाहिँ हामी बस पार्कमा छौँ। अब चाहिँ यहाँबाट हामी नारायण घाटको लागि चाहिँ गाडी चढ्ने तयारीमा छौँ। केटाहरू एकदम निकै एक्साइटेड छ अहिले। हामीलाई छोड्नको लागि चाहिँ आउनु भएको छ हाम्रो सागर दाई अनि त्यसपछि हाम्रो सिद्धान्त छ त्यहाँनिर हेलमेटमा। थ्याङ्क यू दाई। राम्रै जानु केटाहरू, इन्जोय गर्नु। मेरो भागमा पनि पुरै इन्जोय गरिदिनु। डेङ्गु लागेर जानु पाएन होइन, के गर्ने अब। ल हेर्नु यहाँ सागर दाई यति एक्साइटेड छ होइन, झन् हामी कति होला होइन, हाम्रो दाईहरू कति एक्साइटेड छ होइन। अलवेज अहिले चाहिँ हामी बस पार्कमा बस कुरिरहेछौँ अनि हामी यहाँ बस पार्कमा चिया खाँदैछौँ। राजदाले पुरै गाडी हेर्दै हुनुहुन्छ होइन, सिट कस्तो छ। केही बेरको विश्रामपछि चाहिँ अहिले हामीले बस पाएको छौँ। एकदम खाली के छ गाइस। यहाँ प्रवीण भाइ छ, कोही नखाने भन्छ पुरै खाली होइन। अहिले चाहिँ हामीले फेरि पनि रामनगर आइपुगेका छौँ। अब हाम्रो गाडी चाहिँ यहीँबाट रामनगरबाटै हामी फेरि जोइन हुन्छौँ। चाहिँ हामी रामनगरमा उत्रिएका छौँ होइन, यहाँबाट चाहिँ खाना खान्छौँ। त्यसपछि हाम्रो गाडी यहाँबाट जोइन हुन्छ फेरि। केहीहरूको नास्तापछि फेरि हामी गाइज अहिले चाहिँ हामी 12:15 लगभग 12:30मा चाहिँ यहाँ गाडी कुरिरहेछौँ रामनगरमा होइन। गाडी चाहिँ आइ नै सक्यो भन्ने कुरा आइरहेछ। जाम परेको रहेछ, सबै गाडीहरू एक नास आइरहेछ होइन। हामी यहाँ पुलिस थाना अगाडि बसिरहेछौँ गाइज आफ्टर लङ टाइम होइन। हामी चाहिँ अहिले ठ्याक्कै गाडीमा आइपुग्यौँ। क्यामेरा लगेर फोकस लिएर नमस्कार। धेरै कुरियो दाइ, धेरै कुरियो दाइ। ठिक छ, जाम परे जस्तो छ। मैले पनि बुझिसकेँ, हाम्रो केटाहरू पनि छ सब। पकाएँ जाऊ। गुड मर्निङ है। कुन ठाउँ रे? लमई भन्ने ठाउँमा। अहिले चाहिँ हामीले फेरि हाम्रो विक्रम दाई भेट्यौँ यहाँनिर। हाम्रो कुन ठाउँ रे दाइ? लमई ठाउँमा आएर चाहिँ भेट्नु भएको छ। एकदमै खुसी लाग्यो दाइले भेट्नु भयो है। यो क्रिकेट स्टेडियम त हामी हात हेर्न सक्नुहुन्छ गाइस। मेरो अहिले पनि त्यति राम्रोसँग ठिक भएको छैन होइन, तैपनि स्टिल दाजुभाइहरूसँग चाहिँ रमाइलोको लागि दौडिरहेछौँ। पनि अब हामी गाडी चढ्ने क्रममा छौँ र दाइले एकदम यहाँ हामीलाई सपोर्ट गरिदिनु भयो। धन्यवाद दाइ, आइदिनु भयो, खुसी लाग्यो। जाउँ। निकै एक्साइटेड। 11:15 भयो, बल्ल हामी बोलपुर आउँदैछौँ भर्खरै है। अब यहाँबाट एउटा हामीले स्कर्पियो हुनेछौँ गाडीको लागि। यहाँबाट फेरि हामी निस्किहाल्छौँ हल्का खाना खाएर।
हामी अहिले पोलपुर आइपुग्यौँ है ब्याग निस्किँदैछ टिकट काट्दैछौँ यहाँनिर डोल्पाको लागि होइन नानी नाच्देऊ अहिले चाहिँ हामी फन पार्क जाने क्रममा चाहिँ केटाहरू यसो रमाइलो गर्ने क्रममा छ हामीसँग टाइम छ है अहिले चाहिँ हामी सेफोक्सुन्डो जाने क्रममा चाहिँ अहिले हाम्रो ट्रान्जिट चाहिँ गाडी 6 बजे बेलुका परेको कारणले गर्दाखेरि चाहिँ अहिले हामी यहाँ छौँ भाइ के छ केही भनिदिने हो अब चाहिँ हामी टाइम इनफ भएको कारणले गर्दा चाहिँ हामी यहाँको चाहिँ एउटा फन पार्क छ त्यहाँ घुम्न जाँदैछौँ आइपुग्यो यहाँमा चाहिँ डिज्नीकोमा आइपुग्यो है हामी डिज्नी सायद टिकट काउन्टर लेखिया छ होइन टिकट काउन्टरमा जाउँ 100 रुपियाँ टिकट काटेर हामी भित्र छिर्यो गाइस पानी छैन हजुर चाहिँ अहिले चाहिँ अलिकति राम्रो चिज भनेर चाहिँ यही नै लाग्यो एउटा रेस्टुरेन्ट रहेछ हामीले कोक माग्यौँ ड्यू नै रहेछ फ्यान्टा माग्यौँ ड्यू नै रहेछ किनकि अप्सनमा ड्यू बाहेक केही पनि छैन रहेछ होइन एकदम चिल खायौँ रहेछ गर्मीमा है असली मजा त अब बाँकी असली मजा त अझ बाँकी नै छ 2 दिन त्यसपछि बस्ने मजा कम्पोजर कुर्सी पेटी बाँध्लो क्योंकि मौसम बडा बिगर्ने वाला अहिले चाहिँ हामी खाना खाने क्रममा चाहिँ अहिले हाम्रो एउटा दाइ हुनुहुन्छ अगाडि हेलो दाइ नमस्कार दाइको नाम भनिदिनुहोस् न हजुर हजुर टुरमा आउनु जाँदा चाहिँ हजुरलाई सस्तो राम्रो अनि मिठो खाना मिठो हजुर को लागि सम्पर्क आउनु जाँदा चाहिँ गर्न सक्नुहुन्छ हजुरहरूले सम्पर्क गर्न सक्नुहुनेछ हाम्रो चाहिँ बस पार्कको लेफ्ट साइडमा छ है रेसुङ्गा होटेल छ दाइले एकदमै मिठो खाना खुवाइदिनु भयो हामीलाई हामी चाहिँ एकदम खुसी छौँ अब सायदै हामी सेफोक्सनबाट फेरि फर्केर आउने क्रममा पनि फेरि दाइको बस्ने छौँ भन्ने चाहिँ यसो विश्वास गरेको छौँ होइन के हुन्छ दाइ तपाईँले धेरै नै मिठो खाना खुवाइदिनु भयो धेरै धेरै धन्यवाद यहाँबाट चाहिँ हामी अब डोल्पाको तर्फ लाग्दैछौँ है एकदम गाडी खचाखच भरेर आएको छ रेडी भएर छ गाडी चाहिँ फेरि त्यहाँबाट चाहिँ नजानी भएको भएर चाहिँ फेरि हामीले अर्को गाडी चेन्ज गऱ्यौँ त्यहाँबाट फेरि यहाँ सानो जाम भयो अगाडिको गाडी चाहिँ यो बिग्रियो अरे त्यसले गर्दाखेरि चाहिँ बनाउँदैछन् अहिले चाहिँ हामी यहाँबाट जाजरकोटबाट फेरि अर्को गाडी चढ्नको लागि चाहिँ यहाँबाट झर्नाबाट जाँदैछौँ त्यहाँबाट चाहिँ फेरि रुकुम भएर ओके अब चाहिँ हामी यताबाट झुलिङ्गे पुल भएर चाहिँ रुकुम छिर्छौँ त्यसपछि फेरि एउटा गाडी भन्छौँ है सानो गाडीबाट चाहिँ फेरि हामी डोल्पाको लागि हुन्छौँ ओ आवाज सुन्न सक्नुहुन्छ तल ओ विकास अबे के साह्रो हल्ल्या यार के साह्रो हल्ल्या यो ओए ओए
गएको हो अगाडि नभएर पछाडि। डे 3 अहिले चाहिँ हामी तेस्रो दिन त्रिपुरेश्वर। अब यहाँबाट चाहिँ हामी निस्किन्छौँ सिलगढीतिर। एउटा गाडी चेन्ज गर्नु छ फेरि पनि होइन। त्यसपछि चाहिँ हामी ट्रेकिङ सुरु गर्छौँ अहिले। मायामा बाँधिराख मलाई तिम्रो आँखामा सजाइ राख सुन्दै जीवन तिम्रो निम्ति हात मेरो यो थामै राख। गुड मर्निङ गाइज। अहिले चाहिँ हामी त्रिपुरा सुन्दरीमा छौँ है। अब चाहिँ हामी यहाँबाट फेरि आफ्नो गन्तव्यलाई अगाडि बढाउँदैछौँ। तपाईँलाई अरू पनि हामी राम्रा राम्रा भिडियोहरू राम्रा राम्रा ठाउँहरू एक्सप्लोर गर्दैछौँ होइन। हेर्दै जानु होला है त। वेल गाइज अहिले चाहिँ हामी त्रिपुरा सुन्दरीमा छौँ। अब यहाँबाट चाहिँ हामी अगाडि लाग्नेछौँ सुमोमा होइन। अगाडि के हुन्छ हेर्दै जाउँ है त गाइज। अहिले चाहिँ हामी ट्याक्कै सिलगढ आइपुग्यौँ। अब हाम्रो गाडीको गन्तव्य सकियो। त्यस्तै गरी हाम्रो अब हिँडाइको गन्तव्य सुरु हुन थाल्यो होइन। अब हामी यहाँबाट सेपुक्नुको लागि लाग्छौँ पैदल, जसको लागि चाहिँ सुरुमा चाहिँ हामीले एउटा यो झुलुङ्गुपुरलाई क्रस गर्नुपर्ने हुनेछ। अगाडि एउटा चेक पोइन्ट पनि भेट्नेछौँ। चेक पोइन्टबाट हामी क्रस भइसकेपछि अगाडि गएर चाहिँ हामीले राष्ट्रनिकुञ्जमा चाहिँ पर हेड 100 को टिकट काट्छौँ है त अगाडि जानको लागि। जानको लागि चाहिँ सबै साथीहरूको चाहिँ टिकट काटेर मात्रै अगाडि बढ्नुपर्ने रहेछ है त। यो तपाईहरुले देख्दै गर्नुभएको खोला चाहिँ भेरी खोला हो, जुन खोला चाहिँ तपाईको सेपक सुन्दरबाटै बगिरहेको पानी हो।
एकजना साथी चाहिँ हाम्रो यहाँ बाटोमा साथीहरूलाई कुर्ने क्रममा चाहिँ अब पछाडि नै बस्ने भयो, किनकि केटाहरू हल्का बिरामी टाइपको थियो होइन, त्यो भएको भएर चाहिँ मेडिसिन लिएर बस्दैछ है त्यो केटा चाहिँ। दिदी अब छेप्टा चाहिँ कति टाढा छ? लगभग 2.5 घन्टा। ओके दिदी। देख्न सक्नुहुन्छ हजुरहरूले अगाडि एउटा भिलेज देखिसक्यो जुन कि छेप्का हो। आज चाहिँ हामी यहीँ बस्छौँ र हाम्रो साथीहरू अझै पनि पछाडि नै छ, केटाहरू आउन बाँकी नै छ। हामी रुम लिँदै गर्छौँ, केटाहरूले कुर्छौँ अगाडि गएर है।
वेल गाइज, अहिले चाहिँ हामी सेफ अप्सनको आउने क्रममा चाहिँ यहाँ बाटोमा एकछिन विश्राम गरिरहेछौँ। मेरो साथमा हुनुहुन्छ राज दाई र प्रवीण भाइ पनि छ यतापट्टि। अहिले चाहिँ एकदमै गाह्रो छ होइन साथीहरू, चक्लेट खाइरहेछौँ। अहिले चाहिँ हामी एकछिन विश्राम गर्छौँ र अगाडि बढ्छौँ है त फेरि। अहिले चाहिँ हामी राँची भन्ने ठाउँमा आइपुगेका छौँ। हाम्रो साथीहरू अझै पनि पछाडि नै छ। हामी बिहान छेप्काबाट हिँडेको थियौँ, अब चाहिँ हामी राँचीमा आइसक्यौँ। यहाँबाट चाहिँ अब खाना खाने भन्ने कुरा छ। अब केटाहरू आइपुगेको छैन होइन। अब खाना यहाँ खाने हो कि अगाडि गएर से कर्णाली होटेलमा खाने भन्ने कुरो भइरहेको छ। हेरौँ के हुन्छ। उहाँ हुनुहुन्छ से कर्णालीको चाहिँ स्थानीय बासिन्दा कारमा लामा। उहाँ चाहिँ हाम्रो केही जानकारी दिँदै हुनुहुन्छ, कसरी जाने, कसरी बस्ने, कसरी खाने, कसरी हिँड्ने होइन। रमाइलो गफ भयो दाइसँग। अहिले चाहिँ हामी ट्याक्राक्क से कर्णाली होटेल आइपुगेका छौँ। अब चाहिँ हामी यहाँबाट खाना नास्ता केही खान्छौँ होला, त्यसपछि अगाडि बढ्छौँ झरना होटेलको लागि। आजको हाम्रो लास्ट पोइन्ट भनेको चाहिँ झरना होटेल। हातैले बुनेको गलबन्दी, पछौरा, त्यस्तै गरी ब्यागहरू बनाउनु हुँदो रहेछ उहाँले। जम्मा एउटा गलबन्दी बेच्नु हुँदो रहेछ लगभग 1500देखिबाट 2000 रुपियाँमा। सस्तो, सुलभ र धेरै राम्रो।
फाइनली गाइज अब चाहिँ हामी झरना होटल आइपुगेको छौँ। आजको हाम्रो गन्तव्य यहीँ विश्राम गर्नेछौँ, सुनुवार। झरना होटल एन्ड रेस्टुरेन्ट। आज चाहिँ हामी यहीँ बस्ने निर्णय लियौँ, किनकि दिदीले पनि सबै कुराको सुविधा छ, खाना बस्न होइन पानीहरू सबैको सुविधा छ भन्नुभयो। त्यही कारणले चाहिँ आज हामी यहीँ बस्ने निर्णय गऱ्यौँ। हामीलाई भोगेमाथि विचार गरे हो भन्ने कुरो आयो होइन। मायामा बाँधिराख, मलाई तिम्रो आँखामा सजाइराख, सुन्दै जीवन तिम्रो निम्ति हात मेरो यो थामाइराख। ओके, अहिले चाहिँ हामी यहाँबाट बिहान चेकआउट गर्दैछौँ सेफोक्सोन्डो लेकको लागि है। दाजु धेरै धेरै धन्यवाद। केही भन्न चाहनुहुन्छ हजुर? हजुर केही भन्न चाहनुहुन्छ आउने पर्यटकहरूलाई? आउने पर्यटकहरू चाहिँ झरना होटलमा आउनुभएकोमा धेरै धेरै स्वागत छ। हजुर कसै पनि अब तपाईँहरूको साथी आए पनि पठाइदिनु होला। हजुर हामीले चाहिँ सेवा थोरै भए पनि हामी सेवा पुऱ्याउँछौँ। हजुर त्यतिमा चाहिँ तपाईँको शुभ यात्रा। ल धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद तपाईँलाई पनि धेरै धेरै धन्यवाद। गाइस अहिले चाहिँ आइस जमिसकेको छ। अब चाहिँ हामी यो वेबाट ठाडै उकालो जान्छौँ। धेरै थाकेको अवस्था। कस्तो भइरहेछ? अलिअलि गाह्रो अलिअलि सजिलो। अनुरोध खासै गाह्रो ठाउँ चाहिँ हामीसँग होइन, खालि गाडीमा चढ्न र बसमा होइन, गाडीमा चढ्न मात्र गाह्रो हो। गाह्रो छैन भाइ प्रवीण के छ? ब्याग हल्का बाहिर नि थपिदिउँ बोलेर मलाई यो त के छ ठाकुर? हो राज्य बाबा हामी झरना होटेलबाट चाहिँ बिहान चेकआउट गरेर चाहिँ अहिले ठाडे उकालो मैले देखाएँ तपाईँहरूलाई। ठाडे उकालो उक्लेर हामी आयौँ। एकदम गाह्रो छ अहिले, बाटो भत्किएको छ, त्यसले गर्दाखेरि एकदम गाह्रो छ गाइस। अब फर्स्ट स्टेप पार गरौँ। अब चाहिँ नाक ठोकिने उकालो छ अरे, हेरौँ कतिसम्म नाक ठोकिन्छ होइन। हेर्दै गरौँ होला गाइस, स्टे ट्युन, अड्किनु होला, नेक्स्ट नगर्नु होला भिडियोलाई। उकालो पछि हामीले यहाँ कफी खायौँ, केही रमाइलो गऱ्यौँ है। अब चाहिँ हामी फेरि हिँड्छौँ यहाँबाट यो बाटो भएर। पहिलाको पुरानो बाटो यो, पुरानो बाटो चाहिँ माथिबाट पहिरो गएको भएर चाहिँ बाटो अलिकति बनेको छैन भनौँ। त्यसले गर्दाखेरि चाहिँ अब यहाँबाट सर्टकट बाटो लगाएको रहेछ। सर्टकट त के भनौँ, अब यहाँबाट चाहिँ लगभग 2 घन्टा उकालो। कतिको रमाइलो भयो गाइज? हजुर हजुर है, ल खुसी लाग्यो। 1.5 घन्टा। ओके गाइज, तपाईँहरूले सुन्नु नै भयो। अब चाहिँ हामीलाई जस्ट 1.5 आवर लाग्ने भयो
ठाडो उकालो यहाँबाट बाटो बन्द छ भन्ने सिग्नल छ है अब चाहिँ हामी यहाँबाट अलिकति अप्ठ्यारो बाटो भएर चाहिँ यो उकालो उक्लिन्छ है त वेल गाइज अहिले चाहिँ बाटो बिग्रिएको कारणले हामीले अहिले सेकेन्डरी बाटोबाट आएको छौँ बाइपास एकदम नाकै ठोकिने खाले छ है बाटो चाहिँ साथी के भइरहेछ नाक ठोके छैन नि अब यस्ता जाबा उकालोहरु छोडिन्छ कसैलाई केही भन्नु छ स्पेशली म मेसेज पछि दिन्छु अहिले दिँदा हुन्छ अहिले त म मेरो बुढीलाई आइ लभ यु भन्न चाहन्छु यसोबाट बस बस गाइज अहिले जति पनि मेरो साथीहरू हेर्दै हुनुहुन्छ सबैलाई आई लभ यु हामी चाहिँ अहिले यो टाकुरोमा चढ्ने हो यो जुन यो टाकुरो देखिरहनु भएको छ नि यो यहाँबाट चाहिँ एउटा भ्यू पोइन्ट छ त्यहाँबाट पनि पहिरो लगेको भएर चाहिँ फेरि हामी अझ अर्को टावरबाट चाहिँ जान्छौँ है त गाइज त्यो तपाईँलाई म देखाउने छु है त गाइज अहिले चाहिँ हामी झर्नाको एरिया छौँ है झर्ना हामी चाहिँ त्यो वे भएर जानुपर्ने थियो होइन यो झर्नामा अब अहिले चाहिँ बाटो देखाउँछ है त गाइज यो झर्नाको बाटो भयो यहाँ चाहिँ पहिरो गएर बाटो छैन अब यो बाटो कहिले हो त्यही भएर हामी ठाडो उकालो चढेर झर्ना चाहिँ देख्यौँ फेरि अब हामी यो डाँडो उक्लेर त्यो टाँपोमा भएर अर्को डाँडो यो गाइज केही बेरको विश्रामपछि फेरि हामी आफ्नो पैदल यात्रालाई फेरि सुरुवात गर्दैछौँ यहाँ एकछिन विश्राम गऱ्यौँ अब तपाईँहरूलाई अबको नजारा हेर्नु होला कृपया दिल थाम के बैठिए नाकले टेक्ने ठाउँ आइपुग्यो अब हेर्न सक्नुहुन्छ तपाईँहरूले अबको वे भनेको चाहिँ एकदम ठाडो छ त्यहाँ माथि हाम्रो साथीहरू देख्नुभयो तपाईँले वे चाहिँ यही नै हो यही वे भएर यो टाँकुरो भएर त्यसपछि हामी उता जानु देखियो सेफक्सुन्डो ताल अब हामी पुग्ने त्यही हो गाइज आइपुग्यो झर्ना यहाँ तल छ हामी त्यो वे भएर जानुपर्ने हो खास बाटो नभएको कारणले चाहिँ अहिले हामी धेरै उकालो हऱ्यौँ धेरै बेरको कठिन चढाएपछि चाहिँ अहिले हामी सेफक्सुन्डो लेक देख्न एकदम सफल भएको छौँ कतिको एक्साइटेड गाइस कतिको एक्साइटेड छ एक्साइटेड धेरै नै हो यही पनि राम्रो भएको छ बाटो सजिलो पनि छ अप्ठ्यारो पनि छ सजिलो मात्रै बसेर मान्छेलाई धोका दिनु हुँदैन तिम्रो पनि 2 शब्द जाओस् अझै अब 1 घन्टा जस्तो लाग्छ होला है देख्न चाहिँ एकदम 60 डिग्री होला 75 डिग्री नै होला ओके गाइज स्टे ट्युन अझ पनि तपाईँलाई राम्रा राम्रा चित्रहरू देखाउँदैछु होइन राम्रा सँगसँगै नराम्रा बाटाहरू पनि देखाउँदैछु हेर्दै जानु होला है त कहाँ छ मान्छे देख्नुभयो मान्छे हामी त्यही वे भएर जान्छौँ है अझै अहिले चाहिँ हामी यो डाँडाबाट चाहिँ उत्रेर आएको फेरि है हेलो गाइज के छ एकदम थकाइ सकाइ के छ दाइ छैन नि थकाइ
के भइरहेछ त ल भन्नु त हाँ? के भइरहेछ अब चाहिँ कहिले पुगौँ अलिक फ्रेस हौँ होइन यसो अलिकति केही चिज खाउँ अनि त्यसपछि लेकको मजाले आनन्द उठाउँ भइरहेछ। कसैलाई के भन्नु छ गाइस नो कमेन्ट ठिक छ फाइनली गाइज अहिले चाहिँ हामी सेफ फोक्सुन्डो छिर्ने द्वारमा आइपुगेका छौँ एकदम खुसी लागिरहेछ गाइज बाटोमा धेरै गाह्रो भयो हिँड्नलाई अलिकति अप्ठ्यारो पनि भयो नयाँ बाटोले गर्दा धेरै अप्ठ्यारो पनि भयो होइन जोस् यहाँसम्म आइपुग्दाखेरि धेरै खुसी लाग्यो साथीहरू सबैजना आइपुग्यो विकास सर पछाडि आउँदै हुनुहुन्छ र अरू पनि साथीहरू मिस गर्दैछु केटाहरू सागर दाई र हाम्रो सुनिल नआएकै बेस्ट गाह्रो छ ओके अगाडि खिच्दै गरौँला हेर्दै गरौँला स्टे ट्युन पारी पिपलु र बरा ओहो हुनुहुन्छ क्या माया हो र सब शिलाले फेर्छ मन्त्र हो यहाँ त थाहा रे छुर्पी एउटा बाबुलाई एउटा तिमीलाई ल फुर पारिदिउँ हुई एउटा अर्को पनि अर्को हुई छुर्पी बाबुलाई पनि देऊ ल हामी फेरि सेफ फोक्सुन्डो आउने क्रममा चाहिँ अहिले हामी यहाँ होटल चाहिँ पल्पर हेज अहिलेसम्म चाहिँ नाम राख्नु भएको छ है पल्पर हेज अब चाहिँ हामी एक रुम हेर्छौँ विश्राम गर्छौँ त्यसपछि घुम्न जान्छौँ है त
वेलकम वेलकम अहिले चाहिँ हामी सेफोक्सुन्डोको चाहिँ यता गुम्बा जाँदैछौँ। गुम्बा जानको लागि चाहिँ फेरि राइट भएर जानुपर्ने रहेछ है। 10-15 मिनट अझै लाग्ने रहेछ किनकि एउटा लेक पुरै हामीले चाहिँ फन्को हान्नुपर्ने रहेछ। फन्को चाहिँ हामी अब भ्यू पोइन्ट जाँदैछौँ होइन। सबजना एक्साइटेड छ। बिहान उठेर आएछौँ। राजु दौडेर आइरहेछ। गाइस हावा चलिरहेको छ। एकदमै हावा चलिरहेको छ। एकछिन बस्न पनि एकदमै गाह्रो छ। राजधानी चाहिँ यहाँ कफी बनाउनु थाल्नु भएको छ होइन। हामी कफी खान्छौँ। घाम लाग्यो। यो घाम लाग्यो गाइस। वेल गाइज अहिले चाहिँ हामीसँग हुनुहुन्छ एकजना मित्र। अहिले चाहिँ हामी यहाँ हिजो राति बास बस्यौँ र के भन्नुहुन्छ उहाँको मुखबाट सुनौँ है त। हेलो 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 नमस्कार। मेरो नमस्कार सर। मेरो नाम चाहिँ छेवाङ वैजी हो। अनि हाल अहिले म यहाँ के अरे फोक्सिङ रोड तालको छेउमा होइन होटल पर्पुलेसको जेस बनाउनु त रीतिको बनाउनु त हजुर। अनि त्यता जेस तपाईँहरू आउनुभयो भने होइन के अरे हाम्रो यहाँ चाहिँ होइन सबै थोक पाइन्छ जेस होइन तपाईँहरू सोचे जतिको। अनि साथै पर्पुलेस पनि पाइन्छ। सुविधाहरू सबै छ। खाना राम्रो छ। हजुर वाइफाईको सुविधा छ। बिजुली बत्तीको सुविधा छ होइन। अरू केही भन्न चाहनुहुन्छ? अरू तपाईँहरू यहाँ आउनु त होइन तपाईँ सोचे जतिको होइन सबै सुविधाहरू पाइन्छ भनौँ न। ओके
ओके छोराहरू फेरि पनि यहाँ पक्सुदो घुम्नलाई आउनु होला। नमस्कार, म तपाईँहरूको साथी सुमित श्रेष्ठ। अहिले चाहिँ हामी सेफ फक्सन्डोमा छौँ है। साथीभाइहरू रमाइलो गर्दैछौँ। एकदम चिसोको माहौल छ यहाँ। अहिले भर्खर घाम लाग्ने अवस्था छ। केटाहरू नुहाउनको लागि चाहिँ एकदम रेडी भएर बसिरहेको छ है त गाइस। हेरौँ को कोले नुहाउँछ को कोले नुहाउँदैन है त। ओके हाइट होइन हौ दाइ, घोडा हो कि के हो यो? गाइस हिउँ पर्यो। हामी चाहिँ ठ्याक्कै चेकआउट गरिहाल्यौँ त्यहाँबाट है। एकदम पानी पर्ला जस्तो अवस्था भइरहेछ। पानी पऱ्यो भने एकदम गाह्रो हुन्छ गाइस हामीलाई घर आउनलाई है, किनकि बाटो एकदमै खतमै छ। यो बाटोमा पानी भनेको डेन्जरस, खराब चिज हो गाइस। खोला बढ्छ एकतिर छुट्टै कुरो हो, बाटो खतम हुन्छ होइन। त्यसले गर्दा चाहिँ सकेसम्म चाहिँ हामी आज हामी छेप्का पुग्ने चाहिँ एकदम लक्ष्य लिएर चाहिँ हिँडेका छौँ। सेफ फक्सन्डोलाई चाहिँ अहिले हामीले टाटा बाई बाई भन्दैछौँ। थ्याङ्क यू फर भिजिट, धन्यवाद। हामीले चाहिँ लगभग 4-5 दिनको चर्को हिँडाइमा चाहिँ हामीले चाहिँ सेफ फक्सन्डोलाई चाहिँ घुमेर सकायौँ। अहिले चाहिँ हामी फेरि रिटर्न ब्याक हुँदैछौँ घरको लागि है त। स्टे ट्युन, लाइक एन्ड सब्सक्राइब प्लिज, लाइक एन्ड सब्सक्राइब। मायामा बाँधिराख, मलाई तिम्रो आँखामा सजाइराख, सुन